मा चाहिँ हैन अर्गानिक किरा भएकोमा जानकारी गराउँछु सबैलाई। भन्छ अरे राष्ट्रिय परिचय पत्रको फोटोमा अनुहार मिलाउने। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। वेलकम टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै छु भन्नुपर्छ। सो धेरै पछि चाहिँ मैले ब्लग लिएर आएको छु होइन। स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो ब्लगमा। आज चाहिँ हामी जानेवाला छौँ कहाँ भन्दाखेरि चाहिँ धरानबाट नजिकै रहेको ठाउँ शिवझट्टामा चाहिँ हामी हाइकिङ जानेवाला छौँ। सो हामी चाहिँ दुईजना मात्रै जान लागेको, म र मेरो बहिनी होइन। बहिनी चाहिँ मलाई लिन आउँछ अहिले एकछिनमा, ऊ पनि रेडी हुँदैछ। अनि त्यस पछाडि हामी जान्छौँ दुईजना हाइकिङ शिवझट्टा। सो म चाहिँ भर्खर उठेको होइन, कस्तो चिलाएको भर्खर उठेको, भर्खर 6:30 भएको छ अहिले चाहिँ बिहानको होइन। अनि अब म चाहिँ रेडी हुन्छु अनि ब्यागहरू मिलाउँछु। अनि त्यस पछाडि हामी जान्छौँ हाइकिङ। निन्द्रा मजाले पुगेको छैन होइन, तर पनि जाने भनेपछि त जाने भन्ने पऱ्यो होइन। धरानमा लास्ट गर्मी छ, यति गर्मी छ साथीहरू। धरानको गर्मीको त पुरै नगरौँ, यति गर्मी छ कि लास्ट चाहिँ गर्मी छ। त्यही भएर हामी चाहिँ पानी खेल्न जान लागेको शिवझट्टा। यति धेरै गर्मी छ कि ओ माई गड, सो कुरै नगरौँ। त्यही भएर आज हामी जाँदैछौँ शिवझट्टा। सो हेर्दै गर्नु होला है त, लेट्स गो। ल है, लाग्यो हामी चाहिँ चट्टा लाएर शिवझट्टा यो बेला नलडा हो यहाँ लडाउन चाहिँ खाऊ न हो के भयो त। ल अब चाहिँ हामी चट्ट खाजा खाँदैछौँ यहाँ, चना दिदी बहिनी भएर। अनि खाजासाजा खाएर हामी चल्दिने हो। हाम्रो चाहिँ सुरु भयो यात्रा शिवझट्टासम्मको। मेरो बुइनी हेर मखा परेर हिँड्ने कि कहाँसम्म पुगिन्छ। यता मेरो हालत चाहिँ यस्तो छ। यता चाहिँ मास्तिर के मन्दिर अरे, खोइ के मन्दिर जाने बाटो पञ्चकन्या हो मास्तिर। उता भाताभुङ्गे दरबार जाने ठाउँ बाटो हो। यी दुईटा जोडी फेरि कहाँ हिँडेको, कता हो कपल स्टोली हो यिनीहरूलाई आचरण छैन। यस्तो घाम लागेछ कि उफ। हामी दुईजना चाहिँ पुरा यसरी हिँड्दैछौँ। घाम फेरि यस्तो घाम लागेको छ कि के साह्रो हो के सूर्य भगवान थोडा त दया गर, गाह्रो भयो धरतीमा। यो चोटि चाहिँ के अरे घुम्नु पनि छ, दया पनि गर्नु ए बालिके। यो चोटि चाहिँ सूर्य भगवानले के भन्छ अरे राष्ट्रिय परिचय पत्रको फोटोमा अनुहार मिलाउने विचार गर्नुभयो जस्तो छ। के साह्रो घाम लागेको, गाह्रो हो धरती लोकमा बाँच्नुलाई। यता फेरि यस्तो ओइ घामै जङ्गल छ भनेको त घामै घाम लाग्ने ठाउँ छ त, गाह्रो पर्ने भयो। यही बाटो हो नि शिवझट्टा जाने। ए सबजना यही बाटो गएको छ। हामी चाहिँ के गरौँ, 10 बज्न आँटिसके जस्तो छ। हामी पुग्न आँट्यौँ न शिवझट्टा। हालतै बसेको छौँ यहाँ बिचारा, पुरा भारी बिचारा। मेरो बहिनी बिचारी हेर फोन झरेर फुटेर। एकछिन होइन न खाइहाल्नु। त्यो त कहाँ त्यतिकै हुन्छ, मैले भनेको त्यो त कसरी गरेको डाँडा देखिरहेको छ। घाम चाहिँ फेरि यस्तो घाम लागेको छ कि के कुरा गरौँ साथीहरू। शिवझट्टा पुग्न गाह्रो भइसक्यो घामलाई। उफ यस्तो रहेछ। वाउ दामी चिसो हुँदैछ है बल्ल। हामी भने यहाँ छाता उडेर कुद्दैछौँ। उफ बस ल बल्ल आइपुग्यो है। हामी चाहिँ यहाँ मास्तिर चाहिँ भेटार जाने बाटो रहेछ, यता शिवझट्टा जाने बाटो। फोहोर नगर्नु, असल नागरिक बन्नु। यहाँ डोको राखेको रहेछ दामी तर घाम लागेर आज यति गाह्रो भएको छ कि गर्मीले पाक्ने बेला भइसक्यो।
ल है साथीहरू आइपुग्यो खोला चट्ट लाएर यहाँ चाहिँ पुल रहेछ घामले झन्डै झन्डै बिहोस भयो अब यहाँदेखि नि उच्च सिँढीदेखि चाहिँ उकालो जानुपर्ने छ यसो यता खोला यता तलतिर त नदेखिँदो रहेछ सिमलीले दामी तर घाम लागेर कि भाइ ओफ यस्तो रहेछ घाम चाहिँ छाता उडाले फुल चट्टा लागेर दामी हावा छ यहाँ चाहिँ उडालो जस्तो छ मासतिर यस्तो हामी छौँ यस्तो दामी म चाहिँ कति नराम्रो आएको होला मलाई आएको छ अब चाहिँ उकालो लाग्यौँ अब उकालो आयो शिवचट्टा मन्दिर प्रवेशद्वार बल्ल गेट आयो परिश्रम गर्दैछु यो चाहिँ हाम्रो बाटोघाटो निर्माण होइन सरसफाइ बसेको हुन्छ के गर्नुहुन्छ तपाईँहरू इच्छुक हुनुहुन्छ भने चाहिँ अब यो पक्राउँदा दुईजनाबाट 10 किलोमिटर हुन्छ धेरै पनि होइन ए हुन्छ नमान्नुहोस् ल ए हुन्छ के हेर्नुहुन्छ र माथि चाहिन्छ चाहिँदैन यहाँबाट सिधै चाहिँ पर्दैन ए केही छैन थ्याङ्क यू हुन्छ धन्यवाद तपाईँहरूलाई आएको छ त हामीलाई चाहिँ आरु दिनुभएको छ एउटा बाजेले अब हामी खाने हो यो वर्ष पनि पानी होला त दिदी बहिनी बसेर मा चाहिँ होइन अर्ग्यानिक किरा भएकोमा जानकारी गराउँछु सबैलाई ए माया बाजे होइन हेर बाजेले कति माया गरेर दिनुभएको किरा लाएर मरेछ हामी सेताहरूमा कति धेरै पाउँछ है अर्को साथ कुहिएको खायो कि यतापट्टि खाएको हो नि तपाईँले पाकेको छानेको होइन त्यो त्यहाँबाट हो कि छानेको होइन मेरो हातमा त्यही पर्यो भयो हातमा कालो यस्ता कालो दामी यस्तो भएर पचाइदिन्छौँ मन्दिर आइपुग्यौँ यस्तो रहेछ यता चाहिँ अनि यहाँबाट त भिड छ जस्तो छ त लागे उकालो यस्तो छ ठाम गाह्रो छ जुत्ताले अप्ठ्यारो भएको छैन जुत्ताले अप्ठ्यारो भएको छैन फाइनली शिवचट्टाजी यस्तो छ यता भाइहरू उहाँ माथि मासु पोली खाँदैछन् फोटोसोटो खिच्यौँ अब हामी चाहिँ चल्दिने हो ओह्रालो त्यस्तो साह्रै ठाउँ साथीहरू हामी चाहिँ माथि शिवचट्टा आयौँ पानी सानी खेल्यो ओर्यौँ अनि अब चाहिँ हामी फर्किन लागेको त्यस्तो भिड छ अनि यहाँ माथि यहाँबाट माथि अघि हामी गइहाल्यौँ अब हामी चाहिँ फर्केको हो अब हामी चाहिँ फाइनल्ली यहाँबाट चट्ट निस्किसक्यौँ यता मान्छे थोरै हुनु नाच्दाखेरि यस्तो छौँ कि हिँडेको अब हामी सबै भिज्यौँ पुरा अब हिँडेको लुगासुगा ल्याइएको छैन अब यसमा अलिकति यता यता मान्छेहरू कति धेरै पुरा पिकनिक चलिरहेछ सबै यतातिर तल फेरि अप्ठ्यारो होला नि त मान्छे हुँदो रहेछ हतार यस्तो छ बाटो चाहिँ
अब हामी चाहिँ गएको यस्तो छ यता ठाम अनि यहाँबाट हामी निस्केको फर्केको धरान दुईटी भएर ल है साथीहरू हामी चाहिँ पुरा शिवझोटामा गएर पौडी सौडी खेलेर फर्केर हामी यहाँ बाटोमा आइसक्यौँ अब फोन चार्ज छैन त्यही भएर यहाँसम्म मात्रै बनाउने होइन कस्तो भयो गाउँमा राम्रो भयो मजा आयो कतिको जिउ चिलाउँदैछ बालुवा ठिक छ तर पानीमा भिज्दा चाहिँ मजा आयो गर्मीको बेलामा भएर पानीमा मजा आयो मजा आयो हिँड्दा चाहिँ अब फोनसम्म चार्ज छैन अब हामी चाहिँ इन्ड गरिरहेको यहीँनिर भ्लग इन्ड गर्दैछौँ जस्तो लाग्यो कस्तो लाग्यो कमेन्ट गर्नु होला कमेन्ट गर्नु होला थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भयो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला त लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब गर्नु नभुल्नु होला हामीलाई पनि माया गरिदिनु होला हामीलाई यदिलाई पनि माया गरिदिनु होला